सो हेलो नमस्ते सबैजनालाई। सो आज म रियाक्सन गर्न गइरहेको छु एसएस राजामौलीको अपकमिङ बिगेस्ट प्रोजेक्ट वाराणसी। सो यसमा चाहिँ हाम्रो प्रियङ्का चोपडा र बिगेस्ट सुपरस्टार महेश बाबु हुनुहुन्छ। सो आई एम भेरी एक्साइटेड टु रियाक्ट दिस ट्रिजर हैन। सो लेट्स गो एन्ड रियाक्ट टुगेदर। सँगसँगै हेर्दा कस्तो छ अनि हेरौँला हेर्दा। ओके लेट्स गो। फ्रम द डाइरेक्टर अफ बाहुबली आरआरआर। यो दुईटा मात्रै, योभन्दा धेरै नै डिरेक्सन गरिसकेको छ त। वाव 512 CE रे वाराणसी। 2027 रे एस्ट्रोइड। सो पृथ्वीमा एस्ट्रोइड खस्दै होला क्या। वाव यस्तो दामी यार। रोज आइस आज ठिक रे। Ambosli Wild Range Africa हो। पुरा त्यो समुद्रको त्यो जनावरले बाघ हन्टिङ गरिरहेछ क्या। वाव उगरभट्टी केभ रे। मा दुर्गा हो क्या हो। वाव माथिबाट कोही झरिरहेछ क्या। 7200 BC लङ्का नगरम। हनुमान फिल्म टेलिपोर्ट भइरहेछ क्या हो, टाइम ट्राभल भइरहेछ क्या हो। अघि 512 समथिङ कति देखाएको थियो, त्यसपछि 2027 कति आयो, त्यसपछि फेरि एकैचोटि त्यो लङ्का भनेर फेरि यता हनुमानतिर भनेपछि यो युगमा उयो देखाउनु खोजिरहेछ क्या। लाइक हुन्छ नि सत्ययुग, त्रेतायुग, द्वापर युग हुँदै। सो हनुमानजी पनि हुनुहुन्छ त। कस्तो दामी यार वाराणसी। महेश बाबु भगवान शिवजीको त्रिशूलसँग। वाव यस्तो दामी इन्ट्रो है। दिस म्यान गिभ्स गुज बम्स हो क्या। फिल्म बवाल हुन्छ क्या। ओ हातमा शिव त्रिशूल, नन्दी सवारी। वाव एसएस राजामौली वाराणसी। ओके सो ट्रिजर दामी लाग्यो, भिजुअल्स बवाल छ। मलाई चाहिँ के लाग्यो भन्दाखेरि एक युगबाट अर्को युगमा चाहिँ यो टेलिपोर्ट हुन्छ नि, त्यो टाइम ट्राभल टाइपको के त्यो देखाउन खोजिएको छ जस्तो लाग्यो है। भिजुअल्स राम्रो छ। सो एडभेन्चर हुनसक्छ। अफ्रिकातिरको जङ्गल देखाइएको छ। सो समुद्रको सिन पनि दामी देखाएको छ। सो यो चाहिँ भगवान रामको युगमा पनि हनुमानजीलाई पनि देखाइएको छ। सो भगवान रामको युगमा पनि पुग्छ होला यो फिल्मको सिनहरू हैन। सो सिनेमेटिक सर्ट दामी छ। सुरुमा देखाएको सायद त्यो बनारस हुनुपर्छ होला, दामी देखाइएको छ हैन। त्यो समुद्रको तिरमा भएको त्यो सहर। आई एम सो एक्साइटेड है यो हेर्नको लागि। ट्रिजर यस्तो बवाल छ। अनि महेश बाबुको इन्ट्री त
अलिकति योभन्दा एक्स्ट्रा बवाल हुनसक्थ्यो तर यो पनि बवाल छ। सो सुरुमा भगवान शिवजीको त्रिशूल अनि चट्ट लाएर होइन नन्दी भगवानको माथि बवाल देखाइएको छ। सो इट्स ओभरअल एकदम बवाल छ। सो आई लभ इट एन्ड होप यु गाइज अल्सो लभ इट दिस। अनि म चाहिँ एकदम एक्साइटेड छु। सो आजलाई यति नै, फेरि भेटौँला अर्को नयाँ रियाक्सनमा। सो आई होप यु गाइज आर इन्जोयड एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल। सो सी यु सिन इन माई नेक्स्ट भिडियो। Have a nice day.